나게 맨날 कुम्रु도 कुम्रुलिके हजुआ बढीलिके हजुआ एडेलिके हजुआ ठोकलिके हजुआ तर इन हेर्ना आम अनन्त अनन्त जीवनीमा परमेश्वरले त्यही भन्नुभयो तपाईँ अनि मलाई अनन्त जीवन चाहिएको छ भने यसमा मात्रै छ। हामी धेरैचोटि सुन्छौँ हैन, के सुन्छौँ भने तपाईँ जन्मिँदा के भएर आउनुभयो हैन, तर हामी कति मान्छेले यसको सही जवाब भेट्न गाह्रो हुन्छ। तर म चाहिँ के भन्छु, तपाईँ जन्मिँदा तपाईँको धर्म पनि थिएन, जाति पनि थिएन, तपाईँ केही पनि थिएन, तर जहाँ जन्मिनुहुन्छ तपाईँ त्यही भन्नुहुन्छ। त्यसैले यो क्वेसनको उत्तर यही नै हो। तपाईँ गर्भमा कुनै हिन्दू पनि हुनुहुन्थ्यो, मुस्लिम पनि हुनुहुन्थ्यो, क्रिस्चियन पनि हुनुहुन्थ्यो, कोही पनि हुनुहुन्थ्यो, तर तपाईँ जब जन्मेर तपाईलाई लालन पालनमा कुन संस्कारमा जानुहुन्छ तपाईँ त्यही भन्नुहुन्छ। हालेलुया। त्यसैले जन्मिँदै कोही क्रिस्चियन हुँदैन, जन्मिँदै कोही बौद्ध हुँदैन, जन्मिँदै कोही मुस्लिम हुँदैन। म मुस्लिमको घरमा जन्मेको भए म मुस्लिम हुन्थेँ आज, म एउटा बौद्धको घरमा जन्मेको भए म बौद्ध हुन्थेँ आज। त्यसैले गर्दाखेरि जन्मिनु चाहिँ संसारमा परमेश्वरको आशिष आउनु हो। तपाईँ आउनुभयो, तर अघि नै हामीले के हेऱ्यौँ, आमाको गर्भमा रच्नुभन्दा पहिले नै मैले तिमीलाई चुनेको छु भने मेरो बुवा आमाले मलाई प्रभुमा नल्याए तापनि प्रभुले मलाई चाहिँ जान्नुहुन्छ। यदि मैले उहाँलाई चिनौँ कि नचिनौँ त्यो मेरो कुरा हो, तर प्रभुले मलाई जान्नुहुन्छ। हालेलुया। अनि विशेष गरी आज हामीले भन्न खोजेको कुरा यही हो, जब हामीले परमेश्वरलाई चिन्छौँ, जान्दछौँ, विश्वास गर्छौँ, तपाईँ र मेरो चाहिँ अन्तिमको दिनमा यहाँको लागि कुरा गरेको होइन। यहाँ त तपाईँ लड्नुहोस्, सोच्नुहोस्, त्यसो गर्नुहोस्, यो तपाईँको विचार हो। जब तपाईँको विचार अनि मन बदलिनुहुन्छ तपाईँले सही मार्ग भेट्नुहुन्छ। हामी क्रिस्चियनले भन्ने यही हो, त्यसैले हामी कसैलाई धर्म परिवर्तन गराउँदैनौँ, हामी बाटो देखाउँछौँ। तपाईँ अन्धारोमा हुनुहुन्छ साथी, मसँग लाइट छ, आउनुहोस् भन्छौँ। हालेलुया। मैले लाइट देखाउँदा के बिग्रियो कि मैले एउटा अन्धकारमा हिँडेको मान्छेलाई मैले ज्योति देखाएँ, के बिग्रियो? तर म यही भन्न चाहन्छु, हामी यति मात्रै भन्छौँ, कोही पनि परमेश्वरले भन्नुहुन्छ कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। हालेलुया। त्यसैले हाम्रो मित्रहरूले परदेशमा बसेर मुट्टी खोलेर आज यहाँ ठाउँमा पनि बाँच्नुपर्छ। परमेश्वरको सृष्टिले यो वचन सुन्नुपर्छ, उहाँले पनि थाहा पाउनुपर्छ अनन्त जीवन भनेको के हो, स्वर्ग राज भनेको के हो भन्ने कुरा थाहा पाउनको लागि यो ठाउँमा उहाँहरूले चाहिँ सपोर्ट गरेर आज यो स्थानमा हामी पुगेका छौँ। हालेलुया। अनि मलाई विश्वास छ हामी साँच्चै नै पुगेका छौँ, किनभने हामी झुटो एक दिन दुई दिनको माया र ममतामा छैनौँ, बेलाबुन मिटै सिरियाहरू। हालेलुया। Thank you.